ल गाइस अहिले हामी यो कलङ्की चोक स्थान छौँ। यहाँबाट हाम्रो प्रस्थान चाहिँ चितलाङको रहनेछ र यो कलङ्की टु चितलाङ चाहिँ कस्तो बाटो छ र चितलाङको भेडी फार्म चाहिँ कस्तो, त्यहाँको फार्म हाउस कस्तो छ हामी तपाईँहरूलाई देखाउन गइरहेका छौँ। भिडियो हेरेर इन्जोय गर्नुहोला। ठ्याक्कै यता गयो भने टेकु, यता गयो भने बल्खु र हामी चाहिँ यताबाट साइड लाग्नेछौँ। ल यो चाहिँ हाम्रो थाङकोट जाने बाटो हो। अब यहाँबाट हामी चन्द्रगिरी हुँदै हामी चितलाङको गन्तव्य पुरा गर्दैछौँ। हाम्रो डिके भाइ के छ खबर? खबर सर सब ठिकै छ। आज त्यही हो चितलाङ जानको लागि म धेरै एक्साइटेड छु। फर्स्ट टाइम हो मेरो। तपाईँको सर फर्स्ट टाइम हो कि? मेरो पनि फर्स्ट टाइम हो है। तर यो मौसम पनि ठिकै छ है। जहिले हाम्रो मौसमले साथ दिन्छ कि सर जाने बेलामा त। हाम्रो यो फोर्थ भिडियो भयो नि त यो। तर यो 3वटा भिडियोमा हाम्रो अलरेडी पानी परेकै भिडियो बिचमा गयो है। आज पनि पानी पर्ला जस्तै छ। तर एकदम त्यो पानी पर्दा पनि एकदम सुमा सुगन्ध हुँदो रहेछ क्या है। भाइब चाहिँ पानीलाई नि भाइब खतरा मिलाउँछ हाम्रो। अनि अब यो चाहिँ हाम्रो पृथ्वी राजमार्ग हो। आउ कुरा गरौँ खाली सिउँदो भरौँ मन्जुरी भयो अब सँगै बाँचौँ सँगै मरौँ। अहिले यो इभीले धेरै मार्केट थाहा छ है। धेरै। मलाई एउटाले भिडियोमा सर त्यस्तो स्पिड नचलाउनु बाइक भनेर अस्तिको भिडियोमा कमेन्ट गरेको थियो। पुलिस सर रहेछ जस्तो लाग्यो। उहाँ पुलिस रहेछ कि जस्तो लाग्यो मलाई। हो पुलिस होइन ओ बाहिर छ अहिले। बाहिर छ तै पनि उहाँलाई चिन्ता गर्नुहुन्छ मेरो। एकदम सधैँ म प्रति आभारी छ। म पनि सम्मान गर्छु उहाँलाई। हो ए यो बाटोबाट जानु रहेछ ऊ हो क्या हो त्यो उसको लागि है। यो माथिको बाटो के को लागि हो? ए त्यो के त नि सुरुङ मार्गको लागि। ल गाइस यहाँबाट जो चन्द्रगिरीको माथि टप जान चाहनुहुन्छ केबल कार चढेर यो बाटो आउन सक्नुहुन्छ हजुरहरू। यहाँबाट चितलाङ पनि जान सकियो, चन्द्रगिरीको केबल कार चढ्ने ठाउँमा पनि जान सकियो। ओहो केरा पनि लान पर्ने यार अघि थोरै। चन्द्रगिरीको देखाइन्छ है त गाइज। हामी जान्दै तल उयो कारगाको बस्तीबाट जाने हो। तै पनि म एकपल्ट यहाँ हाम्रो चन्द्रगिरीको माथिपट्टि केबल कार चढ्ने ठाउँ अलिक थोरै पुगौँ पार्किङसम्म। अघि तपाईँहरूलाई बाटो देखाउँछु। चन्द्रगिरी हिल्स यहाँबाट चाहिँ तपाईँहरू जान सक्नुहुन्छ। बाइक पार्किङको लागि यो यतापट्टि छ बाइक पार्किङ। यहाँबाट उयो साइडमा हो, यहाँबाट गएर पार्किङ गर्नु पऱ्यो। तपाईँको गाडीको लागि चाहिँ यता ल हेर्नु है। यहाँबाट उता उयो फोटोहरू खिच्ने ठाउँ छ। ऊ चन्द्रगिरीको त आई लभ चन्द्रगिरी भन्ने उता फोटो खिच्ने ठाउँ क्या। ऊ केबल कार जान्छ त्यहाँबाट हो। खै त्यहाँ आउँछ होला एकछिन देखाउँछ होला। आई लभ चन्द्रगिरी भन्ने यहाँ छ। यता तलपट्टि फोटो खिच्ने ठाउँहरू पनि छ। पानीहरू छम। ओहो एउटा आयो तर त्यो खासै राम्रोसँग देखिएन। यतापट्टि टिकट काट्ने यहाँबाट यस्तो छ यो माहौल। यता वेटिङ चन्द्रगिरीको म्याप। ओके ल गाइस यस्तै छ यहाँको माहौल। ओके हामी अब चितलाङको गन्तव्यलाई फेरि हामी निरन्तरता दिनेछौँ। यो अपको मात्र डाउनको अलिक धेरै हुन्छ है। 1600 त महँगो। गाइस जहिले हामी यताबाट आएको अब यतापट्टि यता जाने हो। तपाईँले देख्नुहुन्छ चन्द्रगिरी यातायात पनि छ यतातिर। यो गाडीहरू टेकु हुँदै उता त्यो के अरे नाम 10-17 नसाला भनेको कुन ठाउँ अरे? त्रिपुरेश्वरतिर पुग्छ। अब हामी यहाँबाट चितलाङको गन्तव्यलाई पछ्याउँदैछौँ गाइस। बादलको घुम्टो भित्र तिमीलाई
तिमीलाई लुकाऊ के तिमीलाई माया गर्न जुनी जुनी म आउँके जिउँदै बाँकी फुल पाती राखिनी देउरालीमै सुकाए मैले मेरो बुढाइ मिस गरेँ यार बुढीले अब भन्छन् होला भरे गर त्यसको पछाडि पछाडि आइडी राख्दा त हुन्छ पुलिसले त्यो राख्दाखेरि यो त गलत कुरा हो नि सर पुलिसले यस्तो भाइरल बनाइदिन्छ त्यस्तो मान्छेलाई उठेर थोरै हो नम्बर प्लेट हेर्ने गरी जाऊँ न पछाडि आइज भ्याट्याकै भनेर के होला फेरि हामी यहाँ हिलामै हुन्छौँ बाटोको अवस्था यस्तो छ गाइज कहाँसम्म जाने यात्री हो खुसीसम्म पुगने हो कहाँ जाने हो कता जाने निर्णय गर हो कहाँ जाने हो कता जाने गाइज यो हेर्नु न कस्तो ठाउँ छ यार है दामी छ यार ठाउँ त जस्तै भए पनि आउनलाई गाह्रो त भइरहेको तर पनि भित्र त गाइज रमाइलो पनि लागिरहेछ गाइज हामी अपरोड छोडेर अब हामी यो पिच रोडमा लागिरहेको छौँ ओह यही चित्र ऊ देख्यो त हामीले यो भिडियोमा देखाएको थियो त यो बन्दै गरेको यो के हो सर यो खै के पो हो नाम त याद भएन तर समथिङ के हो प्रोजेक्ट इन्फर्मेसन बोर्ड के बनेको हो क्या अस्ति एउटा युट्युबमा हेरेको थिएँ मैले अनि यो बन्दैछ भनेको थियो मैले ठ्याक्क अहिले अलिकति तल झरे पनि म यही बाटो हिँडिदिन्थेँ नि हो गाइज डाँडा पाखा एकदम राम्रो छ त्यो त यही बाटो हो क्या मान्छेहरू यही बाटो आइरहेछन् गाइज हामी त यहाँ भिडियो बनाउँछ क्या आइदियो होला तिम्रो मेरो तिमी पनि रेसिमको म पनि रेसिमको यो घर पनि देखाएको थिएँ क्या मैले उमा पुरानो घरहरू हो गाइज ल हाम्रो यहाँ मुला दामी छ सुदीप खाजा घर ओहो लोकल कुखुराहरू ल है ल यो पुरानो घर गाइज हाम्रो घरको याद आयो यार हाम्रो घर पनि यस्तै थियो पुरानो घर अब अहिले त छैन भूकम्पले लग्यो ओ गाइज आकाश चाहिँ चौडा भएको छ मन सर यस्तो बाटोमा त मजा गरेछ है अहिले यहाँ पनि भिडियो यो घरमा पनि भिडियो बनाउनुपर्छ है आएर दामी छ यहाँ बनाउने एउटा पटिसिने हो टक्क तिन तल्ले घर सुनै कोठी छ भन ममा के कुरो कम्ती छ पछ्यौरी साथी हो तिमीले तानेर फसाउन नखोज आफ्नै छानेर हाय फसाउन नखोज आफ्नै छानेर भोबो कान्छा नगर मेरो त्यो दिलैमा हुँदैन बस मेरो तिमीले तानेर बोलाउन खोजेको आफ्नै तानेर
यता हो कता हो अब यहाँ ठाउँ त चारी थोक टाइट भाइब्स आउँदैछ यार कता कता यस्तो सबैपट्टि राम्रो राम्रो छ त यार वरिपरि त चिया चमेना रेस्टुरेन्ट यतातिर हो क्या हो ल चितलाङ भनेको चाहिँ रहेछ गाइज अब यहाँ देखेर चाहिँ त के छ ल ठिक छ हामी चाहिँ भेडी फार्म पुगेर आउँछौँ पहिला ओहो गाइज यहाँ त के हो यो काउली खेती हो क्या हो ओ बबाल ल गाइज यो गाउँ हेर्नुहोस् चितलाङको दामी छ एकपल्ट आएको छैन भने आउनुहोस् चितलाङ घुमेर मन चौडा खुल्ला बनाउनुहोस् ओ सरररररर चट दादा गाडी आउँदैछ यार यस्तोमा नि याद गर्नुपर्छ क्या चलाउनु भनेर हुन्छ र बाइक चलाउने हो तर सबैपट्टि आँखा लगाएर चलाउनुपर्छ हुँदैछ ओ ओ पानी कल 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 बग्दैछ यो हो नि त गाउँको अर्ग्यानिक धारा अर्ग्यानिक हाँस अर्ग्यानिक हाँस पानी हाँस चितलाङ ल यहाँबाट फोटो खिचौँ गाइज ल गाइज अहिले हामी यो चितलाङको खेतमा छौँ ठ्याक्कै यहाँ आइपुग्यो गाडी पनि यता छ हामी यहाँबाट पनि चितलाङको भेडी फार्म भन्ने ठाउँमा जाँदैछौँ यो गाडी पनि सायद भेडी फार्म पुगिरहेको हुनुपर्छ है अब हामी चितलाङबाट भेडी फार्म पुगेर अनि त्यसपछि हामी चितलाङको भिजिट गर्नेछौँ अहिले चाहिँ हामी चितलाङलाई छोडेर डाइरेक्ट हामी कहाँ जाँदैछौँ चितलाङको भेडी फार्म होइन त लगाइज यहाँबाट त्यही 4-5 किलोमिटर हो 5-6 किलोमिटर भने जस्तो लाग्थ्यो है त्यहाँ अघि ओके हो यहीँबाट हो ल यहीँबाट तल हो मैले थाहा पाएँ चित्र पनि देखाएँ उमा पनि देखाएको थिएँ मैले यहाँबाट पनि तल जाने हो क्या होइन हिँडेर अझै उता जाने होला ओ यहीँ जस्तो छ यही हो भेडी फार्म ल गाइज हामी भेडी फार्म आइपुग्यौँ भेडी फार्म माथि यहाँबाट उक्ल हाम्रो केटा उक्लिँदैछ यहाँबाट भेडी फार्म जाने बाटो भेडाको चित्र पनि यहाँ छ गाइज यही हो देख्न सक्नुहुन्छ यहाँको ल अब यहाँको फार्म घुम्ने क्रम छ हेलो गाइज यो सुन्दर दृश्य यहाँ भेडी फार्मबाट हामी तपाईँहरूलाई देखाउँदैछौँ हेर्न सक्नुहुन्छ यो स्विजरल्यान्डको एउटा टुक्रा सोलर टुक्रा जस्तै देखिँदैछ यहाँबाट र यहाँ तपाईँ दुःखी मन लिएर आउनुभयो भने यहाँनिर आनन्दित मन लिएर जानुहुनेछ उक्त पारिपट्टिको भेडी फार्मबाट चौर हो त्यो चौर पनि हामी तपाईँलाई देखाउनेछौँ हामी त्यही जानेछौँ र त्यहाँबाट यहाँ कस्तो देखिन्छ र यहाँबाट त्यस्तो देखिरहेको छ सो त्यो दृश्य पनि देखाउनेछौँ त्यतातिर सानो सानो गाउँहरू पनि देखिन्छ त्यो यतापट्टि है ल होइन त ठिकै भाइ ओके जिउधनै बाँकिनी फुलपाती राखिनी देउरालीमै सुकाए पातैभरि माया हेर गाइज यहाँ हामी तपाईँहरूलाई यो तल ओर्लिँदैछौँ यहाँ सबैजना फोटो खिचेर भिडियो बनाउँदै रमाउँदै हुनुहुन्छ यो देख्न सक्नुहुन्छ यतापट्टिको सल्लाहकारी हाम्रो डिके भाइ ल है ओहो लडिन्छ कि ल ओ यहाँ चाहिँ अलिकति ख्याल गर्नुपर्ने रहेछ है ख्याल गर्नुपर्छ होइन भाइ ल पर्छ ल गाइज यो एकदम घुम्नै पर्ने ठाउँ रहेछ उतापट्टि भेडी फार्म उतापट्टि देखिरहेको छ ए हो ल कस्तो लागिरहेको छ आज यहाँ घुमेर एकदम बबाल है यो भिडियो हेर्नेहरूलाई के भन्न चाहनुहुन्छ हो ल हाम्रो ब्लग भनिन्छ यो युट्युबको नाम है यहाँ टक्क हेर्नु होला हाम्रो ब्लग तपाईँहरूको फोटो पनि भिडियो पनि आउनेछ है त ल
ओहो त्यो गाउँ दामी छ है यहाँबाट हेरौँ अब तलबाट माथिको दृश्य ओहो ल हस् ल ल गाई झ्याड लडिन्छ कि भन्ने स्पिड छ भाइहरू हम्पाल्दैन हौ यार ल सक्सेस अर्को भाइ सक्सेस ओके हाम्रो भाइहरूसँग यो भिडियो बनाउने क्रममा भेट भयो अब कहाँको हो घर कहाँ हो भाइ तपाईँहरूको बिहार हो ल ठिक छ ए ओके ल ए जाउँ ल सर र हजुरलाई यो ठाउँ यो दृश्य एकदम हजुरलाई देखाउन बाँकी धेरै छ अझै 25% जति मैले देखाएँ होला अझै 75% जति बाँकी रहेछ उता पारिपट्टिको भेडी फार्म त्यो चौर र यतापट्टिको भर्खर एउटा यो टुक्रा देखाएँ हजुरलाई अब हेर्नु यहाँबाट त्यो गाउँहरू उता हेरेर खेतीहरू ओहो ल गाइज यो ठाउँ त एकपल्ट अनिवार्य आउनै पर्ने ठाउँ रहेछ अहिलेसम्म म किन नआएको छु भनेर आज अलिकति खिन्न लागिरहेको छ हाम्रो केटाले हामी सबै कुरा रेडी भएर आएको छौँ है हामीलाई केही पनि कुराको आवश्यक पर्ने छैन ल गाइज ओ त्यो पारी गाउँ गुरुङ गाउँ हो कि के हो त्यो त्यस्तो त्यस्तो देखिन्छ त ल गाई तपाईँहरूलाई सर्वैपल्ट तारै दृश्य देखाउँछु ल हामी यो खानेकुरा चाहिँ तपाईँ गएर खाने है त ल हेलो ब्रदर ब्यागै छुडाइदिने अनि ब्यागै छुडाइदिने ल हाम्रो दुईवटा 220 एउटा हेर्न छैन ल हाम्रो भ्लग राम्रो भ्लग हाम्रो सबजना ग्रुपमा छौँ हामी दुईजना मात्र आएको थियौँ तर यहाँनिर धेरै साथीहरू भेटिसक्यौँ यदि साथी बनाउनु चाहनुहुन्छ भने पनि यो ठाउँमा तपाईँहरूको लागि एकदम उपयोगी ठाउँ हो नचिनेको पूर्व पश्चिम उत्तर दक्षिण हाम्रो त एकदम रमाउँदै हुनुहुन्छ ल गाइज हेर्नुहोस् बाइकहरू गाडीहरू यहाँ फेली फार्म घुम्न आउनेहरूको ओहो यो दृश्य देखाउने तपाईँको ऊ ल गाइज ओहो कहाँ आइपुग्यो आज हामी धर्मेन्द्र स्वर्ग ल सर भन्नु त कस्तो भयो त्यो बाइक रहेछ यहाँ बाइक अब स्पोर्टमा आइपुगेका छौँ म मात्र छैन यहाँ हाम्रो फ्रेन्डहरू पनि भएको छ अहिले नयाँ साथीहरू अनि एकदम ह्यान्डसम है गाइस यो च्यानल चाहिँ सब्स्क्राइब गर्नु राम्रो भिडियो चाहिँ यहाँ आउँछ के राम्रो भ्लग बनेको राम्रो भ्लग च्यानललाई सब्स्क्राइब शेयर लाइक कमेन्ट सबै गरिदिनु होस् अब हामी कहाँ जाँदैछौँ हामी अब यता भेडी फार्मको चौर होइन त्यो हेलमेट पनि लिएर हेलो गाइज हाम्रो साथीहरूले चाहिँ पीडा दिलमा मान्छे चिलमा भनेर हामी फाइनली आइपुग्यौँ स्याटरडे यसो रमाइलो गर्नु होइन ल भिडियो चाहिँ उहाँले गर्दा अझै सुगाउन हुने भयो है खिच्ने मान्छे एक्सपर्ट छ है कडा ल बोवाल हो है ठाउँ त भन्दा राम्रो हाम्रो नेपालै छ त अनि एकदम रमाइलो बालेन्साले भन्दै थियो नि त के को स्विजरल्यान्डको बाउ बडी मालिका हाम्रै देशमा छ भन्थ्यो बडी मालिकाको बाउ पनि यही छ चितलाङ उता पनि जाउँला कहिले ल हामी यहाँ चितलाङ घुमेर पछि बाडी मालिका पनि जाउँला हो फाइनली हामी आइपुग्यो ल हाम्रो दाइ भाइहरू चाहिँ घुमेर आइसक्नु भयो कस्तो लाग्यो हो तपाईँहरूलाई ए ल ल ल क्याबेजको खेतीहरू यहाँ हेर्नु न ल यो फेरि खेती चाहिँ एकदम खेती उपयुक्त जमिन रहेछ क्या है काउली अलि बाटोमा आउँदा नि कति प्याकिङ गरेको देख्यौँ नि हामीले ओहो ल काम पनि गर्नु भइरहेछ खेतीमा हो ओहो त्यहाँ ल हाम्रो दुःख गरे नेपाल यहाँ हाई गरिदिनु हाई गरिदिनु त
ल नेपालमा गएर के हुन्न है गर्नु अल्छीकै लागि मात्र चाहिँ यहाँ बिर्सानु पर्ने ल गाई चाहिँ तपाईँहरू यहाँ यो भेडी फार्म चौर चाहिँ घुम्न आउनुभयो भने यहाँ फोर ल यहाँ चाहिँ गाइस बिस्तारै आउनु होला गाई चाहिँ यहाँ चाहिँ अलिकति चिप्ली माटोहरू छ चिप्ली माटो छ तलपट्टि सल्लाहको बोटैपट्टि यो हामीले फिल्मतिर देखिन्थ्यो नि होइन राय समाल र के अरे निखिल उप्रेती अनि विराज भट्टको बेलाको पाला होइन यो जङ्गल देखिरहेको छु यहाँ ल यो सिधा सिधा रुखको त्यो अन्तिम फाइटमा हुन्थ्यो नि कसको साँचो हो यो ओहो आमामा बवाल देखाएको छ हेर न ल गाइज ल गाइस हामी ओ बधाई छ यस्तो राम्रो ठाउँमा आउनु भएकोमा भेडा चाहिँ छैन हैन भेडा त माथि छ नि चित्र भेडा त अस्ति काठमाडौँ गइसक्यो ए हो ल शेरबहादुर देवा हो ए आमा भेडा शेरबहादुर देवा अरे है उहाँले मैले भनेको होइन ल बाबा ल हेलो भाइ हो कस्तो छ भेडी फार्म कस्तो लाग्यो ए मुस्किल आयो ल ल ल बिस्तारै बिस्तारै है ल बिस्तारै बिस्तारै ल भाइहरू तपाईँहरूको ल ए आमा हो ल ल ल राम्रै हुनुहुन्छ ल ल ल ल ए ल है म आफै फेरि जताभावी फोहोर नगरौ जथाभावी फोहोर नफालौँ भनेको छ तर हाम्रो नेपालीहरूको पनि नेपाली छोड्दैन जहाँ गए पनि फोहोर गर्छ हेर्नु अगाडि नै यहाँ हेर्नु यो त्यहाँ जथाभावी फोहोर नफालौँ भनेको छ गाई चाहिँ यहाँ चाहिँ फेरि यस्तो छ हेर्नु अब तपाईँहरूले कमेन्ट गर्नुहोस् ए ल त्यो डन लिने अनि यो फेरि धेरै लङ छ नि त लामो छ क्या यहाँदेखि उता हेटौँडा जाने बाटो हो क्या हेटौँडा जोड्छ यो कुलेखानी ड्यामबाट उता ऊ ड्याम उ त माथि ऊ त्यो झेलुङ्गे पुल हेर न ऊ त्यहाँ जानुपर्छ ल एक दिन त्यो झेलुङ्गे पुल रहेछ त ऊ त्यहाँ ड्यामको माथि गाई चाहिँ अब यहाँबाट हेलो गाइज यहाँ मान्छे कुटिरहेको छ हैट 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 ल यहाँ हाम्रो दाइ भाइहरूले एकदम रमाइलो गर्दैछ फेरि गुल्टिने हो एकपल्ट ल यहाँ माथि आएर यहाँ माथि आएर ल ल माथि आएर दियो 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 ल अझै माथि आएर ल ल गयो स्टप 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 केटाहरू गर्छ नि यहाँ रमाइलो यो यहाँ यति रमाइलो दिनुपर्छ के भयो तपाईँलाई तपाईँको फिल कस्तो भयो भन्नु त घुम्यो ल हेलो गाइस हामी त तल जाँदैछौँ अलि नजिक जाउँ न क्यामेरा फेरि सुनिँदैन हेलो हेलो गाइस त्यो हामी तल भेडीखान जाँदैछौँ चौध मजा छ नभए साउन्ड नसुने पनि केही फरक पर्दैन यहाँ हामी गर्नु सक्छौँ नि त माया जिन्दगी छुरीको घर गुडैमा भए यार एक ठाउँमा बस्नु त यो सल्लाह रोकिदिएको है जानु त यस
गाइस त्यो डाँडा एकदम राम्रो छ प्योर स्विजरल्यान्ड भन्दा कम